आज चाहिँ म गएँ बाँदरलाई केरा खुवाउनको लागि। किन? आज चाहिँ मेरो खासमा बर्थडे र साथसाथै एकदमै सानो नानीहरूलाई खाना खुवाउनको लागि पनि गएँ। बिहानै उठेर उनीहरूको साथ भगवानको अगाडि बस्दा र उनीहरू सँगसँगै हाँस्दा मजाक गर्दा चाहिँ त्यो सानो नानीहरूले विश गरेको सुन्दाखेरि नै एकदम आनन्द भयो। इट फेल्ट लाइक इट वाज द बेस्ट ब्लेसिङ एभर गिभन बाई एनीबडी। र सबै नाचगानहरू भ्याएपछि चाहिँ हामी गयौँ उनीहरूलाई खाना खुवाउनको लागि। त्यो बच्चाहरूले खाना खाएको देखेर मेरो भोको पेट आफै भरियो। यति खुसी लाग्यो कि के भनौँ। र त्यो भ्याउन साथ म चाहिँ लागेँ चितवनको बिट द हिट गर्नको लागि चितलाङतिर। चितवनको गर्मीले त बस्नै खान दिएन। त्यही भएर म र मेरो साथीहरू भएर यो बर्थडेमा वी वेन्ट टु चितलाङ। चितवनबाट चितलाङ चाहिँ साह्रै टाढा पर्ने रहेछ, लाइक 4 आवर्सको राइड। बट हामी केटाहरू फेरि राइडै जानु खोजिरहेको पनि थियौँ र त्यही माथि चितलाङ भनेपछि चिसो ठाउँ पनि थियो। सो वी वेन्ट देयर र बाटोमा रमाइलो गर्दै बिचमा देउरालीमा खाजा खान रोक्यौँ र बिच बाटोमा आउँदै गर्दाखेरि जुसहरू पनि मजाले खाइयो। त्यहाँबाट हामी चाहिँ कुलेखानी ड्यामसम्म पुग्यौँ। यो ड्याम चाहिँ एकदमै ब्युटिफुल थियो। यहाँ चाहिँ कसैले पनि फोटो भिडियो खिच्न मनाइ थियो एउटा सर्टेन एरियासम्म, तर अलिकति माथि गएपछि जतिसम्म भ्यू देखिन्छ त्यतिसम्म खिच्दा थियो, त्यहाँबाट केही नहुने रहेछ। मैले यति मात्रै खिच्न पाएँ, तर यो ड्याम भनेको चाहिँ एकदमै ब्युटिफुल थियो, एकदमै ब्युटिफुल। र त्यहाँबाट सिधै हामी पुग्यौँ भेडा फार्म भन्ने ठाउँसम्म। यो चाहिँ चितलाङको वान अफ द फेमस प्लेस हो र यो ठाउँमा चाहिँ म सबैलाई के भन्छु भने प्लिज अराइभ एट द सनसेट टाइम। त्यो भनेको इट्स द बेस्ट टाइम टु भिजिट दिस भेडा फार्म। साथमा 3 जना मन मिल्ने साथी, भेडा फार्मको भ्यू र सनसेटको एक्सपिरियन्स, यो जस्तो बेस्ट एक्सपिरियन्स त्यो भेडा फार्ममा के नै होला र त्यो भन्न साथ रात पनि पर्दै गयो र सनसेटकै मजा लिँदै हामी पुग्यौँ चितलाङ। चितलाङ बसेर रमाइलो गरियो, बर्थडेमा रमाइलो समाइलो भयो। साथीभाइहरूले विश गरे र खानपिन गरेर त्यहाँबाट चाहिँ अर्को दिन हामी लाग्यौँ। सो आजको लागि यति नै। सी यू गाइज इन द नेक्स्ट वान।